तिमी कहिल्यै समयमै काम सक्दिनौ। यो घर तिमीले चलाउन सक्दैनौ जस्तो लाग्छ मलाई। हाम्रो समयमा बुहारीहरू यस्तो हुन्थेनन्। तिमी त बिल्कुलै जिम्मेवारी नबुझेकी छौ। म प्रयास गरिरहेकी छु, तर तपाईले कहिल्यै मेरो मेहनत देख्न खोज्नुहुन्न। के भयो फेरि घरमा? किन यस्तो चिच्याएको आवाज बाहिरसम्म आइरहेको थियो अहिले? तिम्रो श्रीमतीले घरको कुनै काम राम्रोसँग गर्दिन। म त थाकिसके यसलाई सम्झाउँदै। तिमीले अलि जिम्मेवारी लिनुपर्छ। आमाले भनेको कुरा सधैँ गलत हुन सक्दैन, बुझ्यौ? तिमीले पनि मेरो पक्ष कहिल्यै बुझ्न खोजेनौ। सधैँ आमाकै कुरा सही मान्यौ। सायद म यहाँका लागि कहिल्यै ठिक थिइनँ। अब चुपचाप जानु नै ठिक होला। जान मन छ भने जाऊ। यस्तो बुहारी भएर बस्नुभन्दा जानु नै राम्रो। एक दिन तपाईहरूले मेरो मूल्य बुझ्नुहुनेछ। त्यो दिन म फर्केर नआउन सक्छु। उसले यति ठुलो कुरा लुकाइरहेकी थिए। म किन कहिल्यै बुझ्न खोजिन उसलाई?